सो आज चाहिँ पढ्न गइरहेको छु मैले एनिमल टिस्यु होइन, योबाट इम्पोर्टेन्ट स्टफहरू हो, पिओकिजहरू होइन। सुरुमा चाहिँ छ इपिथेलियल टिस्यु। यसमा चाहिँ हुन्छ टर्टल होइन। टर्टलमा चाहिँ भनेको ट्रान्जिसनल इपिथेलियम के। अब यसमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट चाहिँ अब यो स्टेज र प्रोटेक्ट गर्छ के, युरिनरी सिस्टमले मात्रै गर्छ यो चाहिँ है, युरिनरी सिस्टमले मात्रै गर्छ। अनि ट्रान्जिसनल चाहिँ युरेटर, रेनल पेल्भिस अनि ट्राइगन लोर युरेथ्रा इलास्टिकमा हुन्छ है। अनि युरेटेड रेनल पेल्भिस एन्ड इन्टर्नल युरेथ्रा मा मात्रै हुन्छ। युरिन भने चाहिँ युरेथ्रा, रेनल पेल्भिस अनि युरिनरी ब्ल्याडर। अनि त्यसपछि चाहिँ यति बुझ्दा भइहाल्यो। अनि स्ट्रेचिङ प्रोपर्टी र नन केराटिन भन्ने बित्तिकै याद के गर्ने, ट्रान्जिसनल इपिथेलियम याद गर्ने है। अनि त्यसपछि चाहिँ क्युबोइडल, अब इपिथेलियल टिस्युको टाइप चाहिँ 5वटा हुन्छ है। क्युबोइडलमा चाहिँ अब भन्यो भने चाहिँ ग्ल्यान्ड भन्यो चाहिँ क्युबोइडल, नामै क्युबोइडल छ भन्यो चाहिँ क्युब हुने भयो के सेप चाहिँ। अनि थाइरोइड ग्ल्यान्ड, किडनी ट्युबुल्स हुने भयो है। अनि त्यसपछि चाहिँ कलुमनार छ भन्ने है, डाइजेस्टिभ ट्र्याक्ट, गल ब्ल्याडर हुने भयो। कलुम इज इक्वल टु डाइजेस्ट, कलुम भन्ने बित्तिकै डाइजेस्ट सम्झिने है। अनि त्यसपछि सिउडो भन्ने बित्तिकै रेस्पिरेटरी सम्झिँदा हुन्छ कि, किनभने ट्र्याकिया, ब्रोन्का, ल्यारिङ्स हुन्छ के। अनि त्यसपछि आउँछ स्क्वामस है। स्क्वामस भन्ने बित्तिकै के सम्झिने भन्दाखेरि भेसल्सहरू सम्झिने, जस्तै कि ब्लड भेसल्स, अल्भोली सम्झिँदा हुन्छ। अनि अब स्ट्राटिफाइड स्क्वामस भनेको छ। स्क्वामसको भन्दा नि स्ट्राटिफाइड भन्ने बित्तिकै के हुन्छ भन्दाखेरि डिभाइड हुन्छ कि केराटिनाइज र नन केराटिनाइजमा। केराटिनाइजमा डेड हुन्छ, नन केराटिनाइजमा डेड हुँदैन। अनि अलि वेट हुन्छ क्या, अब भिजेको हुन्छ। सो नन केराटिनाइज इक्जाम्पल चाहिँ स्क्यानियनमा आउँथ्यो है। अनि यो चाहिँ इम्पोर्टेन्ट हो। प्याप स्मियर भन्नाले के सम्झिने भन्दाखेरि सिधै नन केराटिनाइज स्क्वामस त्यही थाहा पाउँदा हुन्छ। अनि केराटिनाइज भन्ने बित्तिकै एपिडर्मिस थाहा पाउने, सिलेटेड एपिथेलियम भन्ने बित्तिकै ट्र्याकिया, युटेरस, ओभिडक्ट थाहा पाउने है। अनि जर्मिनल इपिथेलियम भन्ने बित्तिकै क्युबोइडलहरू थाहा पाउने। त्यो पक्का कुरा हो, याद गर्ने, कण्ठ गर्ने, त्यही हो। अरू म केही भन्न चाहदिनँ है। अनि कनेक्टिभ टिस्यु चाहिँ ग्लु भने जोड्ने, कनेक्ट भन्ने बित्तिकै ग्लु हो के, जोड्ने। यसमा चाहिँ के भनेको छ भन्दाखेरि एरोलर भन्ने बित्तिकै एम्स दिल्ली लाइक राइट। सो मसल र स्किनलाई जोड्छ। स्किन भनेको इन्डुगेमेन्ट हो है, आई हेभ टु से टु यु। सो द्याट्स द थिङ। अनि एडिपोज टिस्यु भन्ने बित्तिकै फ्याट, सिम्पल इज द्याट। अनि बोन र कार्टिलेजको डिटेल्स भनेको छ। यो चाहिँ भेरी इम्पोर्टेन्ट है, भेरी भेरी इम्पोर्टेन्ट। यहाँ लेख्न मात्रै नमिलेको है, भेरी इम्पोर्टेन्ट हो यो चाहिँ। अहिले चाहिँ म्याकबुकमा भएर हो। सो यहाँ पछितिर आउने छ आइप्याड पनि, तर आई हेभ टु ओके। अनि ह्याभर्जन क्यानल भन्ने बित्तिकै लङ्गिट्युडनल क्यानल इन बोन थाहा पाउने। अनि भोल्सम्यान क्यानल भन्ने बित्तिकै ट्रान्सफर कनेक्टिङ क्यानल। अनि पेरियोस्टिमियम भन्ने बित्तिकै आउटर कभरिङ अफ बोन। अनि पेरिकोन्ड्रियम, आउटर कभरिङ अफ कार्टिलेज। पेरी भन्ने बित्तिकै आउटर सम्झिने के, त्यही हो कुराकानी है। मैले चाहिँ यतिकै बुझेको छु है। अब स्टियम भन्ने बित्तिकै बोन, अनि कोन्ड्रियम भन्ने बित्तिकै कार्टिलेज थाहा पाउनु पऱ्यो, बुझेन। ह्याभर्जन क्यानल भनेको अब लङ्गिट्युडनल क्यानल बुझ्नु पऱ्यो, लङ्गिट्युडनल क्यानल इन बोन। अनि भोल्सम्यान क्यानल भन्ने चाहिँ अब ट्रान्सभर्स भन्ने बुझ्नु पऱ्यो। भोल्सम्यान भन्ने बित्तिकै ट्रान्सभर्स बुझ्नु पऱ्यो। अब स्टियमियम, अब पेरी भने बाहिर बनिहाल्यो होइन, पेरियो भने। अब स्टियम भनेको बोन भयो, कोन्ड्रियम भने कार्टिलेज भयो। अब हाइलिन कार्टिलेज भनेको लङ बोन, ट्र्याकिया, नोज, लिचिक हुन्छ नि। अब त्यो त हुन्छ नि, अब सार्कको पनि अब हाइलिन नै बनेको हुन्छ। सो भेरी क्रन्ची हुन्छ है, हामी खाएको छौँ है चिकन भने। आई वुड नट से द्याट, बट या इलास्टिक कार्टिलेज है। इलास्टिक भन्नाले पिन्ना, इयरमा पर्छ। यहाँ हाम्रो कानमा देखाइरहेको छ नि है। अनि फाइब्रो कार्टिलेज भन्ने बित्तिकै इन्टरभर्टेब्रल डिस्क अनि प्युबिक सिम्फिसिस भन्छ है। एचइटी यहाँ चाहिँ निमोनिक दिएको छ, एचइटी हाइलिन इन्ड अफ बोन्स प्लस ट्र्याकिया थाहा पाउने। यीबाट इन्ड अफ बोन्स, त्यहीबाट ट्र्याकिया, हाइलिन भन्थ्यो त्यो। यहाँ इक्जाम्पल के, हाइलिन भनेको इन्ड अफ लङ बोन्सको इन्ड हो, ट्र्याकिया हो, नोज हो। सो द्याट्स द थिङ। पिस भन्ने बित्तिकै पेरिकोन्ड्रियम, म अघि भनिसकेको छु पेरी भनेको बाहिर होइन। अनि कोन्ड्रियम र स्टेम भनेको चाहिँ, स्टेम भनेको चाहिँ बोन भयो, अनि कोन्ड्रियम भनेको चाहिँ लाइक कार्टिलेज भयो के।
अनि मस्कुलर टिस्यु है, द मुभर्स भनेको छ यसमा चाहिँ। अब यसमा चाहिँ फिचर स्केलेटल अनि कार्डियाक स्मुथ भनेको छ होइन। अनि न्युक्लियै चाहिँ अब हुन्छ नि, अब मल्टिन्युक्लिएट युनि अथवा बाइन्युक्लिएट हुन्छ। अनि त्यसपछि चाहिँ स्केलेटल कार्डियाक स्मुथ हुन्छ। अनि अब स्केलेटल कार्डियाक स्मुथमा चाहिँ के हुन्छ भन्दाखेरि, अब न्युक्लियै भन्ने बित्तिकै के सम्झिने भन्दाखेरि मल्टिन्युक्लिएट हुन्छ स्केलेटलमा चाहिँ, तर कार्डियाकमा चाहिँ युनि हुन्छ भने स्मुथमा चाहिँ युनि हुन्छ। न्युक्लियस चाहिँ अब एउटैमा मल्टी हुन्छ भन्ने बुझ्दा हुन्छ है, स्केलेटलमा मात्रै। अनि स्ट्रेटन्स भन्दा बित्तिकै स्ट्रेटेड स्मुथमा मात्रै नन स्ट्रेटेड हुन्छ। अनि सेप चाहिँ के हुन्छ भन्दाखेरि स्केलेटलको सिलिन्ड्रिकल, कार्डियाकको ब्रान्च, स्मुथको स्पिन्डल या फ्युजिफर्म एउटै हो है भन्दाखेरि। अनि कन्ट्रोल चाहिँ स्केलेटलको बाहेक सब इन्भोलन्टरी हुन्छ। अनि इन्टरक्यालेटेड डिस्क चाहिँ कार्डियाकमा मात्रै हुन्छ। लोकेसन स्केलेटलको लिम्समा, अनि कार्डियाकको थाहा नै छ हर्टमा, स्मुथको भिस्ट्रल अर्गानमा। सो आई विल से इट अगेन द्याट न्युक्लियै चाहिँ मल्टिन्युक्लिएट हुन्छ, अरूमा चाहिँ हुँदैन है, स्केलेटल बाहेक अरूमा हुँदैन कार्डियाक र स्मुथ। स्टेटनमा चाहिँ अब कार्डियाक र स्केलेटलमा हुन्छ तर अर्कोमा हुँदैन। अनि सेप चाहिँ सबैको फरक फरक हुन्छ। स्केलेटलको चाहिँ अब सिलिन्डर हुन्छ अनि ब्रान्च हुन्छ है कार्डियाकको चाहिँ। अनि स्मुथ चाहिँ स्पिन्डल हुन्छ। अनि कन्ट्रोल चाहिँ भलुन्टरी हुन्छ, अनि अरूको चाहिँ हुँदै हुँदैन। अनि इन्टरक्यालेटेड डिस्क भनेको छ नि, त्यस्तो चाहिँ उसमा मात्रै हुन्छ कि कार्डियाक मात्रै हुन्छ। अब अनि लोकेसन चाहिँ अब लिम्समा हुन्छ स्केलेटलको, अनि त्यसपछि कार्डियाकको नाममै थाहा छ हर्ट हुन्छ, अनि स्मुथको चाहिँ भिस्ट्रल अर्गानमा हुन्छ है। द्याट्स द थिङ। एन्ड लाइक न्युमोनिक चाहिँ एससिएस भनेको छ, सिबिएस एसयुएन सजिलो दिएको छ। स्केलेटल भन्ने बित्तिकै सिलिन्ड्रिकल स्ट्रेटेड, कार्डियाक भन्ने बित्तिकै ब्रान्च स्ट्रेटेड, सन भन्ने बित्तिकै युनिन्युक्लिएट, अनि त्यसपछि नो स्ट्रेटेड। क्रिटिकल पोइन्ट्स है मैले भनिसकेको छु, इन्टरक्यालेटेड कार्डियाक मात्रै हुन्छ, त्यही भनेको छ। स्मुथ मसल भन्ने बित्तिकै इन्भोलुन्टरी, फ्युजिफर्म, नन स्ट्रेटेड हौ त्यही हो। अनि लार्जेस्ट मसल भन्ने बित्तिकै म्याक्सिमस हो है। म्याक्सिमस भने के हो भन्ने बित्तिकै, लार्जेस्ट मसल भने के हो भन्ने बित्तिकै हुन्छ म्याक्सिमस, द्याट्स द थिङ। अनि स्याक्रोमियर भनेको डिस्टेन्स हो कि जेड डिस्कको, दुईवटा जेड डिस्कको स्याक्रोमियर भन्नाले डिस्टेन्स हो। अनि टी ट्युबुल्स भन्नाले चाहिँ मसल कन्ट्र्याक्सन भनिन्छ है टी ट्युबुल्सलाई। अनि नर्भस टिस्युमा आएका छौँ अब चाहिँ भन्दाखेरि निसेल्स बडिज, अनि त्यो चाहिँ अब नर्भ सेल्समा हुन्छ। माइलिन सिट चाहिँ एक्जोनमा हुन्छ। सिन्याप्स चाहिँ नर्भ सेल बिट्विनको ग्याप हो। निसल्स बडिज भन्न बित्तिकै के बुझ्छौ भनेपछि नर्भ सेल्समा हुन्छ है। निसल्स एनबाट आएको छ, नर्भ सेलमा हुन्छ, त्यही बुझ्दा हुन्छ। माइलिन सिट भन्ने बित्तिकै एक्जोन बुझ्नु पऱ्यो। अनि सिन्याप्स भन्ने चाहिँ ग्याप हो कि एउटा नर्भ सेल बिचको। मस्ट न्युरोन चाहिँ मल्टिपोलर टाइपमा पाइन्छ। मल्टी नाममै के छ, मल्टी छ, अनि मस्ट न्युरोन पाएन त। अनि स्फिगोमाइलिन फाउन्ड इन नर्भ सेलमा पाइन्छ। अनि मैले एउटा कुरा अलि बुझेको थिएन कि, आई विल नट टेल यु, इट्स अ बिट प्राइभेट। एनएमएस, आई हेभ टेल्ड यु द्याट। माइक्रो सिएनएस सेल है। अब यसमा चाहिँ माइक्रोगियल सेल, एस्ट्रोसाइट, एपिन्डेमल सेल पाइन्छ। स्वान सेल चाहिँ सिएनएसमा पाइँदैन। ब्लड ग्रुप, एन्टिजेन, एन्टिबडी। ब्लड ग्रुप ए छ, एन्टिजेन ए छ,
एन्टिजेन ए छ भने बी हुन्छ, ब्लड ग्रुप होइन, एन्टिजेन जे हुन्छ त्यही हुन्छ के, एन्टिबडी जे हुन्छ त्यसको उल्टो हुन्छ। के रुल्स है, युनिभर्सल डोनर ओ नेगेटिभ अफकोर्स, रिसिपेन्ट ए पोजिटिभ, यो सबैलाई थाहा नै छ। ब्लड ग्रुप ए एन्टिजेन है भनेको एन्टिजेन एउटै हुन्छ, एन्टिबडी फरक हुन्छ। अनि ब्लड ग्रुप ओ एन्टिजेन हुँदैन, एन्टिबडी दुइटै हुन्छ। एबिसी जानु मन लाग्छ सक्छु, तर यो भ्या भयो त्यो ब्लड कम्पोनेन्ट्स मस्ट नो। आरबिसी अक्सिजन क्यारी गर्छ, न्युक्लियस हुँदैन म्यामलमा। डब्लुबिसी ह्युमिनिटी ओके, पानी खान्छु है त्यसपछि। आरबिसीले चाहिँ O2 क्यारी गर्छ, आरबिसीले चाहिँ O2 क्यारी गर्छ। अनि त्यसपछि चाहिँ ह्युमिडिटी हुन्छ, क्लोडिङ हुन्छ है। अनि त्यसपछि चाहिँ प्लाटेलेट्स हुन्छ, अल्सो कल्ड थ्रोम्बोसाइट। सो प्लाटेलेट्सले चाहिँ क्लोडिङमा मद्दत गर्छ होइन, अनि अल्सो कल्ड थ्रोम्बोसाइट। अनि त्यसपछि चाहिँ डब्लुबिसी भने चाहिँ इम्युनिटी। अनि स्पेसल फ्याक्टहरू चाहिँ के छन् त्यो चाहिँ बुझिराख्नुपर्छ। यो चाहिँ पिओएक्युजमा सोधेको इम्पोर्टेन्ट क्वेसन हो है, इम्पोर्टेन्ट क्वेसन। यसमा चाहिँ के हुन्छ भन्दाखेरि नो न्युक्लियस इन म्यामल्स क्या, म्यामल्समा न्युक्लियस हुँदैन, आरबिसीमा म्यामल्समा न्युक्लियसै हुँदैन। लार्जेस्ट चाहिँ मोनोसाइडमा हुन्छ, अल्सो कल्ड थ्रोम्बोसाइट। प्लाटेलेट्समा चाहिँ हुन्छ, अनि थ्रोम्बोसाइट हुन्छ होइन। अनि नो न्युक्लियस इन म्यामल्स हुन्छ, लार्जेस्ट चाहिँ मोनोसाइडमा हुन्छ, अल्सो कल्ड थ्रोम्बोसाइट पनि भनिन्छ होइन। अनि त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि अनि थ्रोम्बोसाइट भनिन्छ, अनि लार्जेस्टमा चाहिँ मोनोसाइट भनिन्छ। अनि नो न्युक्लियस इन म्यामल्स है, म्यामल्समा चाहिँ न्युक्लियस हुँदैन, अनि लार्जेस्ट चाहिँ मोनोसाइट्समा हुन्छ, अनि थ्रोम्बोसाइट पनि भनिन्छ प्लाटेलेट्सलाई चाहिँ। अनि डब्लुबिसीको टाइप्सहरू चाहिँ कतिवटा छ भन्दाखेरि 5वटा छ होइन, लिम्फोसाइट, मोनोसाइट, मस्ट सेल, ब्यासोफिल, न्युट्रोफिल छ होइन। अनि लिम्फोसाइट भन्नाले चाहिँ एन्टिबडिज प्रड्युस गर्छ होइन। लिम्फोसाइट भन्ने बित्तिकै के बुझ्ने भन्दाखेरि एन्टिबडिज। अनि मोनोसाइट भन्ने बित्तिकै के बुझ्ने, डब्लुबिसी, किनभने पार्टै हो डब्लुबिसीको, सो मेक सेन्स है। मस्ट सेल भन्ने बित्तिकै हिस्टामिन र हेपारिन बुझ्ने, मस्ट सेल भनेको हिस्टामिन र हेपारिन। अनि ब्यासोफिल्स भन्नाले हिस्टामिन रिलिज गर्छ ब्यासोफिलले चाहिँ। अनि न्युट्रोफिलले चाहिँ न्युमेरस डब्लुबिसी, मोस्ट न्युमेरस डब्लुबिसी। ल्याम्बर्गिनी चलाई मेनेरे भने हुन्छ नि त्यस्तै। अब लिम्फोसाइट भन्ने बित्तिकै एन्टिबडिज, अनि मसल भन्ने बित्तिकै हिस्टामिन हेपारिन, हिस्टामिन हेपारिन हुन्छ। सो लिम्फोसाइट भन्ने बित्तिकै के बुझ्ने भन्दाखेरि लाइक हुन्छ नि, ओके
लिम्फोसाइट भन्दा बित्तिकै त्यही बुझ्दा हुन्छ, एन्टिबडिज बुझ्दा हुन्छ। 1 सेकेन्ड है, म एउटा कुरा गरिहालेँ अनि त्यसपछि चाहिँ त्यो गरौँला। सोधेको रहेछ है एक्चुली सो दिस इज द थिङ। अनि त्यसपछि चाहिँ यताबाट गर्दा हुन्छ एक्चुली भन्दाखेरि। सो द्याट्स नट अ बिग डिल एन्ड द्याट्स प्रिटी फाइन एक्चुली। लिम्फोसाइट भन्ने बित्तिकै एन्टिबडिज प्रड्युस गर्छ, मोनोसाइट लार्जेस्ट होइन। त्यसपछि चाहिँ प्रड्युस हिस्टामिन एन्ड हेपारिन, बेसोफिल रिलिज हिस्टामिन, न्युट्रोफिल्स मोस्ट न्युमरस डब्ल्युबिसी, निमोनिक ल्याम्ब, lymphocyte antibodies, muscle histamine and heparin, blood clotting the process। यो चाहिँ गर्छ डब्लुबिसी मतलब प्लेटेलेटले एकदम। यसको चाहिँ अब देखाउँछ प्लेटेलेट पछि प्रोथ्रोम्बिन, थ्रोम्बिन, त्यसपछि फाइब्रिनोजिन अनि फाइब्रिन, प्रोथ्रोम्बिन, थ्रोम्बिन अनि फाइब्रिनोजिन अनि फाइब्रिन है। त्यो चाहिँ लाइनमा छ, प्रोथ्रोम्बिन, थ्रोम्बिन अनि फाइब्रिनोजिन अनि फाइब्रिन है। अनि अब अर्को चाहिँ छ इम्पोर्टेन्ट पोइन्ट्स है। हेपारिनले के गर्छ, डिलेज क्लोडिङमा डिले गराउँछ। अनि भिटामिन के भन्ने बित्तिकै क्लोडिङ के क्लोडिङ के भिटामिन के। ओके, प्लाज्मा भन्ने बित्तिकै ब्लड सेल्स है। ओके, सेरम भन्ने बित्तिकै फाइब्रिनोजेन बुझ्दा हुन्छ, बुझ्दै हुन्छ क्या, म त कन्ठै हान्छु यस्तो। सेरम भन्ने बित्तिकै फाइब्रिनोजेन, क्लट इन ब्लड भेसल, थ्रोम्बस है, थ्रोम्बसले क्लट गराउँछ। हे ओपोजिट बुझ्दा हुन्छ क्या, यता हेर्न भाइ, थ्रोम्बस भयो होइन, थ्रोम्बस भयो होइन, अनि यो चाहिँ प्रिभेन्ट्स क्लोडिङ। ठ्याक ओपोजिट भएन, यसो हेर्दाखेरि भयो नि, के चाहिँ क्लोडिङको लागि भनिसकेँ मैले। अनि प्लाज्मा थाहा नै छ, क्लट इन ब्लड भेसल, थ्रोम्बस भइगयो, थ्रोम्बोइसिस। अब यो भनेको चाहिँ मलाई पनि एक्चुअली थाहा न, अनि सो लास्ट किट है, थ्रोम्बोइसिस, थ्रोम्बोइसिस ब्लड क्लट, यही नै भनेको छ, क्लट फर्मेसन इनसाइड भेसल। यसको चाहिँ अब बुझ्दाखेरि a local coagulation or clotting of the blood in part of circulatory system. He died from the thrombosis गरे। क्लट हुनु के भित्र, भेसलको भित्र। एक्चुअली बाहिर हुँदा त राम्रो हुन्छ होइन, तर भित्र हुँदा त डेड हो नि, भित्र ब्लडै क्लट भएको नि त मान्छे त मरियो नि भने है। सो द्याट्स द थिङ। एटलिस्ट 1 आवरको लागि त हुनु पऱ्यो, देन आई क्यान थिङ्क। ओके, अनि अब चाहिँ हुन्छ सेलुलर कम्पोनेन्ट्स है, यो चाहिँ क्विक हिट्स हो। देन आई विल जस्ट स्टार्ट अफ द टाइमर है। एक्चुअली अब सेल कम्पोनेन्ट फाउन्ड चाहिँ केसमा हुन्छ, अनि फङ्सन र प्रोपर्टी चाहिँ के हो है, त्यो चाहिँ थाहा पाउनु पर्ने हुन्छ। निसल भन्ने बित्तिकै एन्टिबडी मैले भनेको मतलब हो है, एक्चुअली हो, नर्भ सेल हो। अनि यो चाहिँ अरू फङ्सन हो है, यो चाहिँ फङ्सनहरू हो। अनि मेड अफ चाहिँ राइबोसोमले मेड गरेको हुन्छ, राइबोसोमले मेड गरेको हुन्छ निसल ग्रानुल चाहिँ। अनि हेमोग्लोबिन छ नि, त्यो चाहिँ आरबिसीमा हुन्छ, 4 हेम हुन्छ, अनि Fe2+ आयोन हुन्छ। मायोग्लोबिन भन्ने बित्तिकै, मायो भन्ने बित्तिकै मसल्स हो है,
मायो भन्ने बित्तिकै मसल्स, मायोग्लोबिन भन्ने बित्तिकै मसल्स, हायर O2 एफिनिटी देन एचबी। एचबी भन्दा पनि हेमोग्लोबिन भन्दा पनि धेरै अक्सिजनको हुन्छ क्या मतलब एभाइलेबिलिटी, आई गेस एभाइलेबिलिटी नै भन्छ है यसलाई। अनि हेमोग्लोबिन चाहिँ अब आरबिसी भयो, 4वटा हेम ग्रुप अनि एउटा एफी2+ ग्रुप भयो होइन। अनि त्यसपछि राइबोसोम चाहिँ अल एक्सेप्ट आरबिसी, आरबिसी ल्याक्स राइबोसोम चाहिँ, आरबिसीमा चाहिँ राइबोसोम चाहिँ हुँदैन है एक्चुअली, अनि निसेल्स ग्रानुल्समा हुन्छ। द्याट्स अ पोइन्ट टु रिमेम्बर। राइबोसोम सबमा हुन्छ तर आरबिसीमा हुँदैन। माइटोकोन्ड्रियामा नि सबमा हुन्छ तर आरबिसीमा के दुश्मनी छ जस्तो लाग्यो कि मलाई। माइटोकोन्ड्रिया हुँदैन है आरबिसीमा। अनि न्युक्लियस भने चाहिँ धेरै सेल्स भएको हुन्छ, अप्सन इन म्याच्योर म्यामिलियन आरबिसीमा। बुझिरहेको छ है। न्युक्लियस चाहिँ सबैभन्दा धेरै पाइन्छ अनि अब्सेन्ट हुन्छ म्याच्योर म्यामिलियन आरबिसीमा, अब्सेन्ट हुन्छ न्युक्लियस। कार्बोनिक एनहाइड्रेज भन्ने बित्तिकै इराइथ्रोसाइट्स हो है। अनि स्पेसल स्ट्रक्चर हो, अब चाहिँ के भने स्ट्रक्चर के गरे स्ट्रक्चर। हाइड्रोजन क्यानल, बोन, भोल क्यानल, ट्रान्सभर्स क्यानल, कोन्ड्रियम, कार्टिलेज, स्टियम, बोन, लिगामेन्ट भन्ने बित्तिकै बब्लु मेरो घर आयो भन्ने बित्तिकै बुझ्नु क्या, बब्लु छ नि बब्लु, BABLU। अब यहाँ बी भने बोन, अर्को बी भने बोन, अनि एल भने बब्लु। अनि टेन्डन भनेको चाहिँ बोन टु मसल, बोमटे। बोमटे भन्ने बित्तिकै बोम अनि टे, टेन्डन भने बोन टु मसल। अनि स्प्रेन भनेपछि स्ट्रेचिङ, स्प्रेन चाहिँ स्ट्रेचिङले हुन्छ है लिगामेन्टको। कफर भन्ने बित्तिकै लिभर, यो त बुझिसकेको छ है। कन्साइज भन्ने अघि भन्दै त कोन्ड्रोइक आएको थियो नि होइन, सिउरो कन्ट्रीको त्यस्तै आएको थियो होइन, सिउटो कन्ट्री। अनि त्यसमा चाहिँ अब कार्टिलेज बुझ्नु पऱ्यो कन्ड्रो भन्ने बित्तिकै। अनि ओस्टोब्लास्ट चाहिँ भने बोन फर्म हुन्छ। जर्मिनल इपिथेलियल भनेको चाहिँ क्युबिडल सेल्स हुन्छ। जर्मिनल इपिथेलियम भन्ने बित्तिकै क्युबोइडल सेल्स बुझ्दा हुन्छ है, त्यही बुझ्दा हुन्छ। जर्मिनल भन्ने बित्तिकै क्युबोइडल बुझ्दा हुन्छ। सो द्याट्स द थिङ, जर्मिनल भन्ने बित्तिकै क्युबोइडल बुझ्दा हुन्छ। एन्ड देन इट विल कभर अप, बट द थिङ इज इट विल बी ओके। अनि फ्रिक्वेन्टली टेस्टेड कन्सेप्ट, एलिमिनेसन टेक्निक एक्सेप्ट क्वेसन्स है। अरू अरू के क्वेसन छ इम्पोर्टेन्टहरू, अब चाहिँ त्यही डिस्कस हुन्छ होइन। आउला ओके बिगिन ओके। सिएनएसमा चाहिँ के हुन्छ भन्दाखेरि माइक्रोग्लिया हुन्छ, एट्रोसाइट हुन्छ, एपिन्ड्रेमल हुन्छ, तर स्वान सेल चाहिँ हुँदैन। यो चाहिँ सोधेको चाहिँ स्वान सेल केसमा हुँदैन भनेर, कुन चाहिँ सिएनएसमा हुँदैन भनेर सोधेको छ, स्वान सेल चाहिँ हुँदैन। सिएनएसमा चाहिँ के हुन्छ, माइक्रोग्लिया, एट्रोसाइट, अनि त्यसपछि एपिन्डेमल। अनि हुइस टिस्यु प्रोटेक्ट्स बडी गरे, एपिथेलियल टिस्यु प्रोटेक्सन, त्यो थाहा नै भयो होइन, उता ट्रान्जिस्टल इपिथेलियल। अनि लिम्फेटिक टिस्यु चाहिँ उन र इन्फेक्सन प्रोटेक्सनमा, लिम्फेटिक टिस्यु भन्नाले उन र इन्फेक्सन प्रोटेक्सनमा। इफ क्वेसन चाहिँ उन एन्ड इन्फेक्सन सिधै लगाइदिने लिम्फेटिक टिस्यु। अब म्यारिज, सिधै म्यारिजै त गर्ने होला, गर्लफ्रेन्ड चाहिँ अब कहिले बनाउन सकिएन होइन। सो म्यारिज गर्दा सबभन्दा राम्रो कुरा, त्यही पनि अब अरेन्ज म्यारिज जस्तो छ, तर मेरो चाहिँ हुँदैन है, तिमीहरूको चाहिँ हुन्छ है। मजा गरेको है, मजा गरेको, सिरियस नल्याऊ। एभोइड RH+। अब यो चाहिँ थाहा नै होला तिमीहरूलाई, यो चाहिँ के डिजिज पनि भन्छ है। एक्चुअली मलाई बिर्सेछ, डिजिजको नाम बिर्सेँ क्या मैले। फर्स्ट बेबी चाहिँ सही सलामत हुन्छ, अर्को बेबी चाहिँ हुँदैन कि, किनभने त्यो एन्टिबडी है के कुरा हुन्छ के भन्छ त्यो डिजिजलाई, नाम बिर्सेँ मैले है एकैछिन। मेरो टाइपिङ यस्तै हो गाइज है। इरेथ्रोब्लास्टोसिस फेटालिस, इरेथ्रोब्लास्टोसिस फेटालिस भन्छ है, इरेथ्रोब्लास्टोसिस फेटालिस भन्छ। अनि नेगेटिभ बल
ए यो त दुइटैमा काम आउँछ। नेगेटिभ गोल भन्ने बित्तिकै प्रब्लम के बुझेन। नेगेटिभ गोल भन्ने बित्तिकै प्रब्लम। ए केटाहरू सुनिरहेको छ? स्ट्रेचिङ भन्नाले ट्रान्जिसनल इपिथेलियम, युरिनरी ब्ल्याडर भन्नाले ट्रान्जिसनल इपिथेलियम। वा सबमा ट्रान्जिसन होइन होइन, स्ट्रेचिङ र युरिनरी ब्ल्याडर मात्रै हो। प्याप स्मियर भने नन स्टार्टिफाई स्क्वामस थाहा छ। अनि यो भनेको चाहिँ कार्डिया, सिएनएसमा हुँदैन। लिम्फोसाइट, मसल, ओ नेगेटिभ, साइक्लोन 2Z लाइन, नो न्युक्लियस, म्याच्योर म्यामल आरबिसी। थाइरोइड ग्ल्यान्ड इपिथेलियम क्युबोइडल। एरलर टिस्यु थाहा नै छ। एम्स CNS doesn't contain swan cell by ura. Tension epithelium found pelvis, urinary, renal pelvis. You put dolama. Holocrine भन्ने बित्तिकै सेबेसियस ग्ल्यान्ड। स्मुथ मसल भन्ने बित्तिकै इनभोलन्टरी, फ्युजिफर्म, नन स्टेटेड। स्युडो स्ट्राटिफाइड भन्ने बित्तिकै ट्राङ्किया, ब्रोन्किया, रेस्पिरेटरीतिर। फ्याट टिस्यु एडिपोज, ट्रान्सपोर्ट प्रोटिन, एल्बुमिन। यो थाहा नै छ। त्यसपछि यो फोल्कम्यान ट्रान्सफर्स क्यानल भयो। इन्टर क्यानल डिसिज त्यो हार्ट भइगयो। लार्जेस्ट मसल भने मोनोसाइट्स भयो होइन, म्याक्सिमस मसल्स होइन, त्यो मोनोसाइट्स भनेको चाहिँ नर्भ सेल हो लार्जेस्ट। यस्तो भने त्यही भने निसल ब्रोडिज भने चाहिँ नर्भ सेल हो। माइलिन सिट भने एक्जन, सेरम भने चाहिँ प्लाज्मा फाइब्रिनोजेन हुन्छ। देन लास्ट मिनट टिप्स चाहिँ के हुन्छ भन्दाखेरि एन्सर के इज अ फ्रेन्ड बट भेरिफाई। एलिमिनेसन रङ अप्सन, युजली 2 आर क्लियर रङ गरे। डोन्ट ओभर थिङ्क, स्किप टफ वान्स, कम ब्याक। अब चाहिँ हुन्छ मेरो कम ब्याक। ओके लेट्स गो।